Hi, welcome back to my channel and this is Sawali Magar and so आज चाहिँ मैले के को बारेमा एउटा भिडियो लिएर आएको छु भन्दाखेरि चाहिँ why am I not getting work despite having the NCLEX passed हैन सो मैले चाहिँ एक्जाम पास गरेँ मे 21 मा मैले एक्जाम दिएको थिएँ मे 2023 मा मलाई थाहा भयो कि आए पास भनेर सो मैले चाहिँ अहिलेसम्म काम पाएको छुइनँ सो द नम्बर 1 रिजन इज मेरो लाइसेन्स नम्बर नै आएको छैन है सो मैले काम कसरी पाउने एन्ड नम्बर 2 भनेको चाहिँ मैले चाहिँ जब नेपालबाट अप्लाई गरेको थिएँ बोर्ड अफ नर्सिङ त्यो चाहिँ मैले न्युयोर्क बोर्डबाट अप्लाई गरेको थिएँ द्याट्स वाइ अब त्यो मैले टेक्सास बोर्डबाट अप्लाई गरेको थिएँ सो राइट नाउ म चाहिँ न्युयोर्कमा छु होइन त्यही भएर चाहिँ मैले चाहिँ त्यो बोर्ड ट्रान्सफर गर्नको लागि टाइम लाग्छ सो अभियसली त्यो जबसम्म बोर्ड ट्रान्सफर हुँदैन तबसम्म चाहिँ मैले काम पाउनलाई गाह्रो हुन्छ आरएन लाइसेन्स एज अ आरएन नर्स होइन किनभने यहाँ चाहिँ युएसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ एभ्री स्टेटको लाइसेन्स हुन्छ है अब जस्तै तपाईँको चाहिँ लाइसेन्स चाहिँ टेक्सास बोर्ड अफ स्टेटको लाइसेन्स छ भने चाहिँ न्युयोर्कमा काम गर्नको लागि तपाईँले पाउनुहुन्न यु हेभ टु ट्रान्सफर अल द डकुमेन्ट्स एन्ड योर लाइसेन्स एभ्रिथिङ यु हेभ टु डु होइन जस्तै अब मैले पहिला टेक्सास बोर्ड अफ नर्सिङ चाहिँ मैले किन गरेँ भन्दाखेरि चाहिँ अब नेपालमा चाहिँ अब म्याक्सिमम् नर्सेसहरूले चाहिँ टेक्सास बोर्ड अर न्युयोर्क बोर्ड गर्नु हुँदो रहेछ होइन अब अरू पनि बोर्ड गर्नुहुन्छ होला मलाई थाहा नभएको है सो मैले चाहिँ युट्युब भिडियोहरूतिर हेर्दा साथीभाइहरूसँग सुन्दाखेरि चाहिँ टेक्सास बोर्ड चाहिँ इजी छ र छिटो एक्सेप्ट पनि गर्छ हामीलाई होइन सिजिएफएनएस पनि छिटो हुन्छ भन्ने सुने सो मैले पनि गर्दा स्मुथली नै भयो लाइक सिजिएफएनएस गर्दाखेरि चाहिँ मेरो 3 विक्समै एक्सेप्ट भइसकेको थियो टेक्सास बोर्ड पनि मैले अप्लाई गर्दाखेरि एकदम टाढो टाढो एप्लाई भइसक्यो टाढो टाढो बोर्डले चाहिँ एक्सेप्ट गरेर राखेको थियो र मेरो प्रोसेस चाहिँ फास्ट भइरहेको थियो है सो राइट नाउ अब मलाई रिग्रेट भइरहेछ रिग्रेट भन्दा पनि अब किन भन्दाखेरि चाहिँ अब सबै कुरा मैले टेक्सास बोर्डबाट गरेँ अब फेरि अब सबै कुरा मैले फेरि अब न्युयोर्क बोर्डमा गर्नु पऱ्यो जस्तै अब सिजिएफएनएसको लागि मैले पे गरेको थिएँ सिएसको लागि 425 कति मैले पे गरेको थिएँ 490 कति हो होइन त्यो चाहिँ अब तपाईँको न्युयोर्क बोर्डको लागि चाहिँ त्यो सिएस रिपोर्टले चाहिँ काम गर्दैन सो तपाईँले चाहिँ न्युयोर्क बोर्डको लागि सिभिएस एनवाई गर्नुपर्छ अर तपाईँले 2F 3F फर्म गर्नुपर्दो रहेछ होइन सो आई हेभ टु डु द्याट अगेन होइन सो 2F 3F फर्म अब मैले चाहिँ 2F 3F फर्मबाट गइरहेको छु होइन त्यसमा किनकि पैसा पनि अलिक लाग्दैन रहेछ किनभने सिजिएफएनएस गर्नुभयो भने चाहिँ तपाईँको अगेन $425 लाग्ने रहेछ तपाईँले सिबिएस एनवाई गर्नुको लागि होइन जुन न्युयोर्क बोर्डको लागि सिबिएस एनवाई एक्सेप्ट गर्छ टेक्सास बोर्डको लागि सिएस एक्सेप्ट गर्छ सो द्याट्स वाइ अब तपाईँको फेरि बोर्ड तपाईँले फेरि गर्नुपर्छ त्यो डकुमेन्ट इभ्यालुएसन जुन तपाईँले कलेजबाट पाउनु भएको त्यो डकुमेन्टहरू होइन जुन अब कलेजबाट साइन गरिदिएर सबै आवरहरू लेखिदिएर स्ट्याम्प एभ्रिथिङ चाहिँ तपाईँले फेरि गर्नु पऱ्यो अब जुन चाहिँ तपाईँको नर्सिङ काउन्सिलको लाइसेन्स भयो होइन त्यो नर्सिङ काउन्सिलको लाइसेन्स पनि तपाईँले अब नेपालबाट त्यहाँ स्ट्याम्पहरू लगाउने भाउचर भर्ने 2500 भाउचर भर्ने कुरियर गर्ने एभ्रिथिङ तपाईँले फेरि गर्नु पऱ्यो होइन लाइसेन्सको लागि पनि अब त्यहाँ टाइम लगाउँछ त्यहाँ पनि है सो या अनि तपाईँले फेरि अब न्युयोर्क बोर्डको लागि तपाईँले जुन अब न्युयोर्क बोर्ड अफ नर्सिङको लागि तपाईँले फेरि अप्लाई गर्नु पऱ्यो पैसा $143 पे गर्नु पऱ्यो एन्ड देन तपाईँले अब त्यो इन्फेक्सन कन्ट्रोल चाइल्ड एब्युज ट्रेनिङहरू लिनु पऱ्यो त्यसको होइन सो यु हेभ टु डु अल अफ इट है सो अब त्यसको लागि त्यही भएर चाहिँ त्यो अब बोर्ड अफ नर्सिङको लागि तपाईँको इन्डोर्समेन्ट हुनको लागि नै टाइम लाग्ने रहेछ सो द्याट्स वाइ आम नट गेटिङ इन द वर्क एनी वर्क हियर है सो मैले चाहिँ अब अरू ठाउँमा चाहिँ अप्लाई चाहिँ गरिरहेको छु कामहरू होइन तर त्यो चाहिँ अलिकति पाउन चाहिँ गाह्रो हुन्छ अब अमेरिका भन्नु मात्रै हो तर काम पाउनु चाहिँ यु हेभ टु लाइक वाट एभर एक्सपिरियन्स यु हेभ होइन सो सुरुमा चाहिँ तपाईँलाई चाहिँ गाह्रो नै हुन्छ काम पाउनुको लागि होइन सो मैले चाहिँ यहाँ युएस आएको चाहिँ हामी चाहिँ मार्च 6मा आएको होला हामी होइन तर त्यहाँ मैले चाहिँ काम गरेको छुइनँ अहिलेसम्म किनभने चाहिँ मेरो एक्जाम चाहिँ मे 21मा थियो मैले बुक गरेको थिएँ लाइक अब आएको 2-3 मन्थसम्म एक्जाम दिइहाल्छु भनेर सो द्याट्स वाइ मैले चाहिँ नेपालमा पनि त्यस्तै अब नेपालमा पनि अब पढिन्छ भन्ने तर पढ्न सकिँदैन किनभने अब घर इन्भाइरोमेन्ट अर्कै टाइपको हुन्छ जानु लाग्यो भने हुन्छ अब के अब त्यो माइन्ड फोकस चाहिँ हुँदैन होइन सो त्यो पढ्न सकिन्छ यहाँ आएपछि चाहिँ मलाई के भयो भन्दाखेरि चाहिँ अब फोकस भयो म किनभने यहाँ अब कोही हुँदैन हल्ला गर्ने कोही हुँदैन केही हुँदैन होइन सो अल यु हेभ टु डु इज लाइक यु हेभ टु स्टडी भन्ने हुन्छ दिमागमा अब स्टडी त लाइसेन्स पास गरेन भने चाहिँ के गर्ने त होइन अब अहिलेसम्म यस्तो हुन्छ अब कुनै पनि तपाईँहरू चाहिँ टेक्निकल फिल्डमा हुनुहुन्छ नर्सिङ फिल्ड मेडिकल फिल्ड फार्मेसी इन्जिनियर एनिथिङ हुनुहुन्छ डक्टर हुनुहुन्छ जे पनि हुन्छ तपाईँले चाहिँ त्यही फिल्डमा काम गरिरहेको भएर चाहिँ अर्को फिल्डमा त तपाईँको केही कामै गरेको एक्सपिरियन्स छैन केही छैन के गर्ने होला भन्ने हुँदो रहेछ क्या सो
अब अभियसली अब धेरैजना नर्सेसहरूले त अब बिजनेसतिर पनि लाग्नु भएको छ होइन, किनभने स्यालेरी भनेको त्यही हो, गाह्रो छ, थोरै आउँछ है। सो मेरो पनि अब इच्छा भनेको चाहिँ लाइक मेबी इन द फ्युचर आई डोन्ट नो के हुन्छ भनेर होइन, तर बिजनेसतिर जाने मेरो थिङ्किङ छ है। अब के हुन्छ नो 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 आई डोन्ट नो, अहिले प्लान त केही पनि छैन होइन त, किनभने नर्सिङ जब इज भेरी हार्ड, बट के गर्ने अब त्यो बाहेक अरू एक्सपिरियन्स छैन, त्यही छ क्वालिफिकेसन छ, यु हेभ टु डु द्याट है। नर्सिङ स्यालेरी पनि राम्रो हुन्छ। अनि त्यस पछाडि के भयो भन्दाखेरि चाहिँ अनि आएदेखि मैले काम गरेको छुइनँ अहिलेसम्म होइन। सो या फर्चुनेटली आई पास। अनि त्यस पछाडि अब पास गरिसकेपछि अब त लाइसेन्स त अब आउन टाइम लाग्छ या भन्ने बित्तिकै अब लाइसेन्स पास गऱ्यो, अब नाउ वाट, अब काम पाइहालिन्छ नि त, नो होइन, पाइँदैन। अब मेरो यदि न्युयोर्कबाट नर्सिङ भएको भए चाहिँ आफ्टर लाइसेन्स नम्बर, आफ्टर लाइसेन्स सर्टिफिकेट मेबी मैले जबहरूमा अप्लाई गरेर मैले पाउँथेँ होला, तर अब लाइक मेरो त अब पाथ पनि डिफ्रेन्ट भइसक्यो होइन। सो इट इज अलिकति टाइम चाहिँ लाग्छ होइन। सो या मलाई चाहिँ अब के भएको थियो भन्दाखेरि चाहिँ अब नर्सिङमा चाहिँ मैले कति अप्लाई गरेँ होइन, आरएन लाइसेन्समा अप्लाई गरेँ, अनि आरएन लाइसेन्स ओके त्यो त पाउँदैन भन्ने भयो। अनि होम केयरमा पनि धेरैमा अप्लाई गरेँ, सबैमा चाहिँ यहाँ चाहिँ लाइसेन्स चाहिँ खोज्दो रहेछ। अनि प्लस के हुँदैछ भने चाहिँ अब अरू कन्ट्रीहरूमा चाहिँ अब हुन्छ नि लाइक होम केयरहरूमा काम पाइन्छ भनेर भन्छ, युकेतिर अरू अरू कन्ट्रीमा होइन त। यहाँ चाहिँ एचएचएको लाइसेन्स, एचएचएको सर्टिफिकेट हुँदो रहेछ, सिएनए भन्ने बेग्लै पढ्नु पर्दो रहेछ होइन। अनि त्यस पछाडि अब धेरै क्या लाइक एभ्रिथिङको तपाईँको सर्टिफिकेट, एभ्रिथिङ यु हेभ टु होइन कोर्स लिनुपर्ने। अब यहाँ चाहिँ अब ब्लडहरू विथड्र गर्ने होइन, जस्तो हुन्छ नि ल्याबमा काम गर्ने, त्यसलाई चाहिँ फ्लेबोटोमिस्ट भन्दो रहेछ। त्यो चाहिँ अब त्यसको लागि कोर्स बेग्लै, लाइसेन्स बेग्लै दिनुपर्दो रहेछ होइन। अब एज अ नर्स हामीले अब एज अ फ्लेबोटोमिस्ट पनि काम गरेको हुन्छ, ब्लड विथड्र पनि गरेको हुन्छ होइन। अब हामीले एसिस्टेन्ट पनि भएर काम गरेको हुन्छ, तर होम हेल्थ एड अब लाइक हेल्थ एडमा पनि काम गरेको हुन्छ। तर त्यसको लागि चाहिँ यहाँ चाहिँ यु हेभ टु हेभ अ सर्टिफिकेट, यु हेभ टु हेभ अ कोर्स होइन, यु हेभ टु हेभ अ लाइसेन्स फर द्याट है। सो तपाईँले चाहिँ अब यतिकै नर्स मात्र भएन चाहिँ यु कान्ट होइन गेट द्याट काइन्ड अफ वर्क है। सो मैले धेरैमा अप्लाई गरेँ, नो बडी रिप्लाइड एन्ड मेनी अफ देम लाइक कल्ड मी, तर लाइसेन्स छैन। सो प्लिज होइन, लाइसेन्स आएपछि चाहिँ अब के अरे अब कनेक्ट विथ अस भन्ने सबैको रिप्लाई त्यही आइरहेको थियो। अनि सो के हुन्छ भन्दाखेरि चाहिँ अनि जब मैले ओके अब मलाई थाहा भयो अब चाहिँ आरएनको लाइसेन्स काम पाउँदिनँ मैले, जबसम्म लाइसेन्स मेरो आउँदैन तबसम्म पाउँदिनँ भन्ने मलाई थाहा भयो। आफ्टर द्याट चाहिँ मैले अब के चाहिँ काम गर्ने त भन्ने भयो होइन। अब अहिलेसम्म नर्सिङ भयो केही काम गरेको छैन, के काम गर्ने भन्ने दिमाग मेरो ब्ल्याक भयो है, ब्ल्याङ्क आउट भयो। अनि मैले खोजेँ वाट काइन्ड अफ जब यु क्यान होइन यु क्यान फाइन्ड इन न्युयोर्क भनेर मैले सर्च गरेँ होइन। अनि त्यहाँ चाहिँ अब रिटेल एसोसिएटहरू, रिटेल सेल्स, अब हुन्छ नि अब लाइक अब वेट्रेसहरू, अब त्यस्तोहरू के आयो। अनि त्यस पछाडि अब त्यसै पनि केही एक्सपिरियन्स छैन, अब एभ्रिथिङ जे पनि एक्सपिरियन्स खोज्छ होइन। अब यहाँ चाहिँ फेरि के हुँदो रहेछ भन्दा सबै अब अनलाइनबाट मैले अप्लाई लाइक अलमोस्ट मोर देन 200 मैले अप्लाई गरिसकेँ होइन कामहरू। अनि त्यस पछाडि के भयो भन्दाखेरि चाहिँ लाइक यहाँ चाहिँ यस्तो हुँदो रहेछ कि जस्तै अब तपाईँले फर्म भर्नुभयो, एप्लिकेसन फर्म भर्नुभयो, सबै गर्नुभयो, रेज्युमेहरू पठाउनु भयो, सबै कुरा गर्नुभयो, अनि दे वान्ट लाइक भर्चुअल जब इन्टरभ्यू भनेको चाहिँ कस्तो हुन्छ लाइक भिडियो कलमा भिडियो हुन्छ अन हुन्छ, उनीहरूले क्वेसन सोध्छ अनि तपाईँले चाहिँ उनीहरूले 2 मिनट्सको टाइम दिन्छ त्यो क्वेसनको लागि प्रिपेयर गर्नको लागि। अनि लाइक अब 5 मिनट 7 मिनटको लागि तपाईँ बोल्नुपर्ने हुन्छ क्या यसरी नै भिडियोमा, अन्त उनीहरूलाई पठाउनु पर्ने हुन्छ। उनीहरूले 5-6वटा भिडियो कतिवटा क्वेसनहरू पठाउँछ र भिडियो कलमा यसरी बोल्ने अथवा भोइस कलमा होइन, अथवा भोइस रेकर्डिङ गर्ने, उनीहरूले त्यहाँ रेकर्ड त्यहाँ थिच्नु भन्छ अनि रेकर्डिङ थिच्ने अनि सर आफू बोल्ने होइन। सो त्यो पनि मैले गर्नु चाहिँ गरेको थिएँ, सुरुमा आउनु बित्तिकै आई थिङ्क ग्यास्ट्रोन्टोलोजिस्टमा केमा थियो त्यहाँ मैले गरेको थिएँ, तर अनफोर्चुनेटली त्यो भएन, म पास भइनँ होइन। सो के हुन्छ यहाँ चाहिँ एकदम एभ्रिथिङ डिफ्रेन्ट छ। मैले त काम यसरी गरेको छैन, काम टोटली कति डिफ्रेन्ट छ होला होइन। अभियसली अब यहाँ जब यो सुरुको फेज, इन्टरभ्यूको फेज, जब एप्लिकेसनको फेज चाहिँ टोटली डिफ्रेन्ट छ, एभ्रिथिङको लाइसेन्स खोज्छ यहाँ होइन। अनि अनि त्यस पछाडि अब सो वाइ नट लाइक मेबी काम गरौँ न त अरूमा भन्ने टाइपको एउटा यस्तो थिङ्किङ आउँदाखेरि चाहिँ आउँदैन काम गर्नुलाई है। सो माई जर्नी इज राइट नाउ इज सर्चिङ फर द जब अनलेस एन्ड अन्टिल आई विल नट गेट माई आरएन लाइसेन्स अफ न्युयोर्क होइन। सो अब मैले चाहिँ अप्लाईहरू चाहिँ गरिरहेको छु। सो विस मी लक एन्ड अल द बेस्ट फर यु आउट देयर होइन, जसको अब भइरहेछ काम गरिरहनु भएछ होइन। सो
अब या के अरे द्याट्स गुड फर यु जसले अब अप्लाई गरिरहनु भएको छ अल द बेस्ट फर यु होइन जसले एक्जाम प्रिपरेसन गरिरहनु भएको छ अल द बेस्ट फर यु होइन सबै भनेको मैले जब एङ्ग्लिसको बारेमा मैले जब गर्ने बित्तिकै मलाई के भएको थियो भन्दा दिस इज द ओन्ली फर्स्ट फेज यो एउटा मात्र मेरो फर्स्ट स्टेप हो होइन सो द्याट इज द फर्स्ट स्टेप द्याट इज द फर्स्ट गेट मेरो उसको लागि होइन कामको लागि मेरो सक्सेसको लागि द्याट इज द फर्स्ट स्टेप त्यस पछाडिको स्टेपहरू धेरै छ काम खोज्ने जब एप्लाई गर्ने इन्टरभ्यू पास हुने काम सिक्ने सबै कुरा लाइक एज अ टिम मेम्बर भएर काम गर्ने त एभ्रिथिङ त डिफ्रेन्ट भइहाल्यो होइन बट एङ्ग्लिस इज जस्ट द ओन्ली फर्स्ट स्टेप अफ यर जर्नी होइन सो या बाई टेक केयर एन्ड त्यही भन्नको लागि चाहिँ म चाहिँ आज आएको हो होइन सो बाई